मध्य पहाडी लोकमार्ग के पो भन्छ भाइ यो ठाउँको नाम? केराबारीदेखि लिएर लेटाङ हुँदै गोर्सानेतिर पुग्ने बाटोमा पुगिरहेछौँ। यो ठाउँमा चाहिँ अलिकति के अरे बाटो कच्ची रहेछ, खोलाको बाटो कुद्नुपर्ने रहेछ। अरू त राम्रै छ। यो ठाउँको नाम चाहिँ के हो नि? जाँते मोरङ। लेटाङ 9 रहेछ यो। पत्री निक्लेर हाइवेबाटै गर्नु पर्छ। यो चाहिँ लेटाङको बाटो केराबारी जाने। यता कुद्दैछ हाम्रो गुर्जीसितै। यता गुर्जी फेरि सानो मुस्कान दिने नि खतरा छ नि यता फेरि। बाटो कस्तो लाग्यो भाइ? राम्रो लागेन मलाई। खोलाको बाटो छ होइन? यहाँ मात्रै ठिक छ नि। बाटो चाहिँ राम्रै रहेछ, तर बिचमा चाहिँ उयो रहेछ, खोलाको बाटो कुद्नु पर्ने रहेछ, कच्ची बाटो। यहाँ पुल आयो एउटा, यो पुलको नाम के हो अब? जातेको ठाउँ त राम्रो रहेछ। यो हाम्रो पुलको नाम के? चिसाङ पुल त होला नि यो। पहिला हामी यो पुल आएको थियौँ यता चन्ती खोला। यो कुन खोला हो? यो खोलाको नाम पनि पो लेखेको छैन। यो खोला आएको पहिला हामी सानोमा हुँदा जति आएको थियौँ। पानीको एकदम दुःख थियो क्या यता। खोला आएको त्यो भ्यू टावर के एउटा भन्छ नि त्यहाँको भ्यू टावर। तेली खोला पुल रहेछ। यहाँ कटेपछि नाम भेट्यो तेली खोला पुल। यता गाउँ बस्तीहरू यस्तो छ यताको। यता दुईजना रहेछ।
लेटाङ 5 यो। अब हामी लेटाङ बजार आउन आँट्यो, जाँते आइपुग्न आँट्यो। जाँतेबाट अनि त्यहाँदेखि सट्टै यता हाम्रो लेटाङ हुँदै खोर्सानी